बेरेर काट्छौँ क्या हो सो गाइस बेर्न नहुने थियो मैले बेरे हाम्रो चेड भयो तर आज हाम्रो चङ्गा काट्यो दुईटा काट्यो है चलो गाइज वेलकम टु माई न्यू भ्लग अनि आज 2-3-4 महिनापछि मैले भिडियो हाल्दैछु होइन आज अब दसैँ हो दसैँको चङ्गा भ्लग बनाउनु पऱ्यो सो आज चाहिँ हामी चोबार जाने प्लान छ तर हेरौँ के हुन्छ अनि चङ्गाहरू हेर्नु हामीसँग यति छ अहिले यो धागो भयो यो धागोले उडाउने हो अनि यो चङ्गाहरू भयो चङ्गाहरू चाहिँ किन्नुपर्ने हुन्छ चङ्गाभित्र हाल्दैछ मेरो भाइले अनि आज चाहिँ बाइक धुनुपर्छ आज नवमी हो आज बाइक धोएर बाइकलाई पूजा गर्नुपर्छ एकछिन पखालेर अनि त्यसपछि दिउँसो खानासाना खाएर जानुपर्छ चङ्गा नि किन्नुपर्ने हुन्छ सो सुरुमा चाहिँ पहिला बाइक धुम गाइस बाइकहरू धोयौँ होइन अनि त्यसपछि अब चाहिँ बाइकलाई पूजा गर्ने पूजा गरेपछि खानासाना खाएर अनि त्यसपछि चोबार गइन्छ होला तर चोबार नट स्योर है यतै पनि उडाउन सकिन्छ जे भयो नि हेर्नु भिडियोलाई लास्टसम्म हेर्नु रमाइलो गरौँ सो गाइस अब चाहिँ हामी रेडी भइसक्यौँ चङ्गा उडाउने होइन तर आज चोबार चाहिँ गइँदैन होला किनभने पानी पर्ला जस्तो छ अब धागो हालिसकेको छ बुढेल ब्यागमा छैन सो धागो भइसक्यो अब चङ्गा मात्रै लिनु पाइन्छ चङ्गा चाहिँ हामी किनेर कि यताको डाँडा वाइट गुम्बाको डाँडामा गइन्छ कि चोबार तर चोबार नजाउँ जस्तो लाग्यो मलाई पानी पर्ला जस्तो छ पानी पर्छ होला ल अब जान्छौँ है त गाइस पहिला चङ्गा किन्छौँ अनि त्यसपछि चङ्गा उडाउँछौँ ल हेर्नु गाइस हाम्रो चङ्गा कत्रो ठुलो यता फर्केर यो चङ्गाले त च्वाट हामी कहाँ जाने भनेर निस्केको थियौँ चङ्गा किनेर आयौँ घर पानीबाट लास्ट गरेर घर आयौँ अब यहीँबाट उडाउँछौँ अनि यहीँबाट जुन होला होला ल यहाँ पछाडि नै आउँदैछ आज प्लान बेरेर काट्छौँ क्या हो सर बेर हुन्छ त्यसको जान्छ गाइस हावै खाएन अब के हुन्छ बेर्नु कि बेर्नु परि नै रह त्यत्रो हुँदैन धागो यता देख्दैन होला गाइस एउटा चङ्गा काटिदिए काट्न त हाम्रो धागो अड्केको थियो बेरी बेरी काटिदिए धागे त लगिसकेको थियो अरे धागो यहाँसम्म आएको थियो पछि चुट्टे त्यसको त्यहीँ अड्केन कति बेच्नु त्यो धागै घुम्यो यहाँ छ हाम्रो चङ्गा आँखा चाहिँ खाली भयो एउटा चङ्गा थियो ऊ त्यहाँ अड्क्यो अर्कोको जुदाउनु त जुदाइयो तर काटियो त्यसको काट्यो यहाँ आएर धागो काट्यो चङ्गा नै समाउनु पाएन
ला सो गाइज हाम्रो चङ्गा काट्यो 2टा काट्यो है त्यस्तै हो अब के गर्नु त नि अब अर्को उडाउँदैछ तर नि हाम्रो चङ्गा उता उडिरहेछ कि ओइ कहाँ गयो त्यो कुनामा छ है कहाँ गयो सानो भाइ एउटाले कसैले पाए जस्तो छ त्यहाँ रिङ रोडमा उडाइरहेको छ यसलाई त पक्न यो चङ्गाले काटेको आइज हाम्रो अब हाम्रो यो चङ्गा छ अब यसले काट्ने हो त्यसलाई लेट्स सी काट्छ है काट्दैन के गर्ने झन्डा झन्डा भइहाल्यो सुगा जस्तो हो क्या हाम्रो चङ्गा उतै अड्क्यो अनि निकाल्नलाई टेप हालेर ताने छट्ट ताने त यत्रो पाल पर्थ्यो के गर्दा अब के भन्दा नि अब रुनी भएको के टाँस्न यो टाँसिन्छ टाँसिन्छ स्नेक इन द इगल स्याड मिरेकल 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 ओए मिरेकल मिरेकल ओए मिरेकल उड्यो क्या चङ्गा इजी छ क्या धेरै कन्ट्रोल नै गर्नु पऱ्यो खासमा यस्तो चङ्गा उड्नै नसक्ने घुमे घुमे गर्ने फिल इन द ब्ल्याङ्क्स यस्तो भाङ परेर उडे तर यो जब माथिबाट 2टा आएर चाहिँ एउटा यहाँ अर्को पछाडि च्यात्यो ओइ बेर बेर तान सँगै खस च्यात्यो यार फेरिका टाइट थाहै छ यो मेरो तान्दा तान्दा भर्रै गइहाल्यो यो जुदाउन आएको थियो सँग तान्दा तान्दा च्यात्यो सो सबैजनालाई ह्याप्पी दसैँ भिडियो लास्टमा हेर्नुभएकोमा धेरै धेरै धन्यवाद भिडियो एडिट हुँदैछ त्यसको लास्टमा एक क्लिप हालिदिन्छु सो स्टे ट्युन फर नेक्स्ट भिडियो है त गाइज